प्याज हालेर पनि प्याजको कलर पनि अलि हेलो गुड मर्निङ गाइज। मेरो विशेष युट्युब च्यानलमा रहनुभएका मित्रहरूलाई, फेसबुक पेजमा रहनुभएका मित्रहरूलाई र टिकटकमा हुनुभएका साथीहरूलाई मेरो विश्राम राईको तर्फबाट नमस्कार, नमस्ते। यहाँहरू के गर्दै हुनुहुन्छ? युट्युबमा चाहिँ म धेरै पछि भिडियो बनाउँदैछु। आजको भिडियो चाहिँ ट्याक्क यहाँनिर खसीको मासु छ, त्यो चाहिँ बनाउन गइरहेको छु। कस्तो हुन्छ, कतिको मिठो हुन्छ, कसरी बनाउँछु तपाईँहरूले हेर्दै गर्नु होला है। देख्न सक्नुहुन्छ त्यहाँ मासु, र म चाहिँ अब मासु काट्न थाल्छु। मलाई चाहिँ मासु फेरि साह्रै मसिनो बनाउनु चाहिँ मन पर्दैन, अलिक ठुल्ठुलै बनाउनु मनपर्छ, त्यसैले पनि ठुल्ठुलै काटेँ। देख्न सक्नुहुन्छ होइन, टक्क लगाएर अब टक्क काटेर मजाले भुट्नुपर्छ। यो चाहिँ हाम्रो मसला पिस्ने सिलौटा भन्छ। मसलामा चाहिँ मैले यहाँनिर देख्न सक्नुहुन्छ यो मेथी, भुटेको मेथी, यो जिरा, अनि यो चाहिँ टिमुरको दाना, अनि लसुन, अनि खोर्सानी पिस्न लागिरहेको छु गाइज। मैले चाहिँ प्याज, टमाटर, मसला अनि यो चाहिँ मासु काटिसकेँ र यहाँनिर आगो बालेर पनि चुल्हामा कराई बसिसकेँ। कराई पनि सेलाइसकेछ, तेल पनि हाल्नुपर्छ अब गाइज। अब यो एक्लैले मोबाइल समाउनु कि कति हाल्दा यतिमा त पुग्छ, धेरै पनि हुन्छ। यो पनि बसै त खसीको मासु पकाउँदाखेरि, तिउन तरकारी पकाउँदाखेरि चाहिँ तपाईँको तेल चाहिँ मजाले खारिनुपर्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो चाहिँ लगभग खारिसकेको छ। अब ट्याक्क ल्याएर मासु हाल्छु। मजाले भुट्नुपर्छ होइन। मैले पकाउँदै गरेको मासु चाहिँ तपाईँको यस्तो भइरहेको है, 15 मिनट जति भयो, रातो भइरहेछ है। बिस मिनट जति भुटिसकिसकेपछि चाहिँ मासु लगभग होइन आधा कराईभन्दा बढी पाकिसक्यो। अब पालो आउँछ प्याज लाउने। मान्छेले सुरुमा हाल्छ तर म चाहिँ अलिक पिछाडि हाल्छु कि आफ्नै स्टाइल लाउने। त्यसलाई चाहिँ टक्क 2 मिनट गरी यहाँ छोडिदिनु, चलाउने त्यसरी छोडिदिनु। प्याज हालेर पनि प्याजको कलर पनि अलिअलि चेन्ज भइसकिसक्यो, तपाईँहरूले देख्न सक्नुहुन्छ है। यहाँभन्दा बढी चाहिँ पकाउनु हुँदैन, बढाउनु हुँदैन, किनकि टेस्टै ठाउँ हुँदैन, तितो भइहाल्छ। अब पालो आएको छ मसला हाल्ने। मसलामा कसरी हाल्ने, एकजनामा अप्ठ्यारो हुन्छ कि यो। मैले पिसेको मसला चाहिँ हालिसकेको छु होइन, घरको। अब यो चाहिँ तपाईँको अलिकति मिट मसला किनेर पनि थोरै हाल्नुपर्छ। यहाँ देख्न सक्नुहुन्छ मासुको कलर चाहिँ चेन्ज भइसकिसकेको छ होइन। ओके, पुग्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। अब ट्याक्क चलाउनुपर्छ। भिडियो लामो हुन्छ र मैले यो अलिकति स्पिडमै बनाएको छु कि अब भिडियो लामो भयो भनेदेखि झ्याउ हुन्छ तपाईँहरूलाई हेर्न पनि होइन, अपलोड गर्न पनि समस्या। त्यही हो। देख्न सक्नुहुन्छ मजाले भुट्दैछु मैले। मासु चाहिँ लगभग यो पाकिसकेको छ। अनि चाहिँ हो अजिना। यो चाहिँ नलागिकन चाहिँ मलाई मिठै लाग्दैन। हड्डी पनि मकिन्छ भन्छ, मकियोस् होइन। स्वाद त चाहिँ अब लिनु पऱ्यो नि, मिठो त बनाउनु पऱ्यो। लगभग यो मासु चाहिँ अब पाकिसकेको छ भन्नुपर्छ है गाइस। तपाईँहरूले देख्न सक्नुहुन्छ।
ल मासु चाहिँ पाकेर रेडी भइसकिसक्यो तपाईँहरूले देख्न सक्नुहुन्छ हल्का भयो हल्का रस हालेको कि फाइनली रूपमा त्यो तरकारी पाकेर पनि यहाँनिर म चाहिँ खान लागिरहेको छु अप्ठ्यारो कि कसरी खिच्ने तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ लोकल चामलको भात अनि यो पनि लोकल के पो मकैको थाप्ले भात खोर्सानी प्याज मासु हैन पानी चाहिँ यहाँ परेछ मम्मीले दिइरहनु भएको छ यो चाहिँ खसीको मासु चाहिँ मम्मीहरूले खानुहुन्न त्यसैले म एक्लै यहाँ छुट्टै खाँदैछु ल अब चाहिँ मैले सुरु गरेँ मासु सिधा फाल्नु पर्यो हैन सुरुमा त वाह बढिया पानी त्यो चामलको भन्दा यो थाप्लै मिठो हुन्छ त मकैको भात त खाइसक्नु नै छ तातो भात तातै तिउन सक्नु लाग्यो खोर्सानी लोकल भाइ अनि डराएर मर्नु लाग्यो भन्दै थियो अनि भित्र नानीले दबाई दिएर अब एक्लै मकै दिएको पऱ्यो घरमा बाँच्नु त्यो घाममा पनि बाँच्नु बेलाउनु टुकाउनु होल्नु अनि एक्लै अब माता पऱ्यो माथि बोकेर गएको थियो अनि बेलुका ढिलो गरेर पऱ्यो अनि गर्नु अनि बेलुका खानेपिउने बिहान भात पकाएर पुग्थेँ बेलुका खानु मन छैन भनेर भनिरहनु थालेँ अनि अहिले बिहान चाहिँ ज्वरो उमारेर खायो अरे ल अब अहिले भनेतिर गर्दै राखी मकर भाँदै छ मकर भाँदै छ खेलाउँदैछ काठुल भाँदै छ कोही बेला होला छैन यहाँ सामनेबाट होला भन्छ खुवाइ भात कुकुरलाई अनि कुकुरलाई पनि दिनु त पर्यो होइन खानुपर्ने कान्छी अब आयो गाइज यो भिडियो कस्तो लाग्यो फर्स्ट टाइम है मैले यस्तो भिडियो बनाउँदैछु मेरो भिडियोलाई लाइक कमेन्ट मन गरिदिनु होला र 300 ले पुगेको छैन सब्सक्राइबर मेरो युट्युब च्यानलमा कृपया
अहिले गएर कल गर्ने है कान्छी त्यही हो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् फेसबुकबाट हेर्दै हुनुहुन्छ भने पेजलाई फलो गरिदिनुहोस् टिकटकबाट हेर्दै हुनुहुन्छ भनेदेखि टिकटक आइडीलाई पनि फलो गरिदिनुहोस् यही हो खासै राम्रो त बनाउनु आउँदैन त्यही पनि खास आज ट्राई मात्रै गरे हो त्यही हो अब भ्युज त सके 3-4 भ्युज मात्रै जान्छ होला त्यो पनि आफैले हेरेर ल यो चाहिँ कुकुर गर्मी बहुत छ गर्मी हटेरीको ल है त अहिलेलाई चाहिँ टाटा बाई बाई आउने दिनहरूमा फेरि पनि अरू भिडियो लिएर आउँछु